जय मसी, गुड मर्निङ मेरो प्रिय भाइ बहिनीहरू। म विश्वास गर्दछु तपाईँहरू आशिषित हुनुहुन्छ र सन्चै हुनुहुन्छ। र आज फेरि पनि म राधेश्वर एउटा सुन्दर भिडियो लिएर आएको छु र साथै एउटा सुन्दर विषय पनि लिएर आएको छु। आजको विषय सबै परिस्थितिमा परमेश्वरलाई धन्यवाद दिनुहोस्। वास्तविकमा प्रिय यो तपाईँहरूले कतिजना यो सुन्दाखेरि कसरी हुनसक्छ सबै परिस्थितिमा धन्यवाद दिनु? कसरी जब मलाई कसरी दुःख दिन्छ, कसरी त्यो बेला म धन्यवाद दिन्छु परमेश्वरलाई? जब म केही विशेष कुराहरू हराउँछु, कसरी म धन्यवाद दिन सक्छु होला? यो मनमा प्रश्न आउँछ होला। तर आजको यो सुन्दर सानो यो मेसेज तपाईँले सुन्नु भएपछि सायद तपाईँको सोच्ने विचार परिवर्तन हुन्छ होला। त्यही भएर ध्यान दिएर सुन्नुहोस्। तर त्योभन्दा पहिला म एउटा सुन्दर कहानी म भन्न दिँदैछु र त्यही कहानी आज यो विषयमै सम्बन्धित रहेछ। कहानी यसरी रहेछ। एकजना धनी मानिस आफ्नो झ्यालबाट तल हेर्दछ। अनि उहाँले चाहिँ एकजना भिखारीलाई फोहोरबाट उसले खाना बटुल्दै खोज्दै अनि खाइरहेको हेऱ्यो। अनि उसले चाहिँ धनी मान्छेले त्यसपछि आँखा उठाएर तल हेऱ्यो, माथि हेऱ्यो अनि भन्छ, धन्यवाद परमेश्वर, तपाईँले मलाई त्यो भिखारी जस्तो बनाउनु भएन। आज मसँग प्रत्येक कुराहरू प्रशस्त मात्रामा छ, धन्यवाद। अनि त्यस्तै त्यो भिखारीले पनि केही छिनपछि एकजनालाई हात नङ्गै बाटोमा हिँडिरहेको हेऱ्यो। अनि उसले पनि माथि हेरेर भन्छ, धन्यवाद प्रभु, तपाईँले मलाई नाङ्गो पार्नु भएको छैन, मसँग वस्त्रहरू छ, धन्यवाद। अनि त्यसपछि त्यो नाङ्गो मान्छेले पनि एकछिन अगाडि हेर्छ, एकजनालाई बाटोमा दुर्घटना भएको कारण उसको हात भाँचेको थियो। अनि त्यसले पनि फेरि माथि हेरेर भन्छ, धन्यवाद प्रभु, तपाईँले मेरो हात खुट्टा सुरक्षित राख्नु भएको छ, मलाई त्यो एक्सिडेन्टमा परेर मेरो हात खुट्टा भाँचेको छैन। अनि त्यो एक्सिडेन्ट भएको मान्छे एकछिन हस्पिटलमा जाँदा गएपछि त्यसले हेर्छ, स्ट्रेचरमा एकजना मरेको सेतो कपडाले उसलाई ढाकेको थियो। अनि त्यो मान्छेले भन्छ, आँखा माथि उठाएर, प्रभु धन्यवाद, तपाईँले मलाई सुरक्षित राख्नु भएको छ, म मरेको छैन, धन्यवाद। तर प्रिय त्यो जुन मान्छे स्ट्रेचरमा लेटेका थिए, जुन मरेका थिए, त्योसँग कुनै शब्द थिएन, किनकि त्यसको प्राण निस्किसकेको थियो। अनि त्योसँग धन्यवाद भन्ने कुनै शब्द थिएन, बिकज इज डेड। त्यसैले प्रिय यो कहानीले हामीलाई सिकाउँदछ कि हामी जस्तो सुकै परिस्थितिमा किन नहो, हामी परमेश्वरलाई धन्यवाद दिनुपर्छ। किनभने परमेश्वरको यही इच्छा हो हाम्रो लागि। परमेश्वरको वचनले हामीलाई सिकाउँछ कि हाम्रो जीवनमा जे भए पनि, सुख होस् वा दुःख होस्, लाभ होस् वा घाटा होस्, सबै अवस्थामा परमेश्वरलाई धन्यवाद दिनुपर्छ। धन्यवाद दिनु केवल भावना होइन, यो विश्वासको कार्य हो। जब हामी सबै परिस्थितिमा धन्यवाद दिन्छौँ, तब हामी परमेश्वरको सर्वभौमिकता र उहाँको योजना र प्रेममाथि भरोसा गरिरहेका हुन्छौँ। प्रिय वचनले पनि भन्छ, 1 थेसलोनिके 5:16 - 18 सधैँ आनन्दित रह, निरन्तर प्रार्थना गरिरह र सबै परिस्थितिमा धन्यवाद हो, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। प्रिय हो, परमेश्वरको इच्छा यही हो। प्रिय निष्कर्षमा हेऱ्यो भने सबै परिस्थितिमा धन्यवाद दिनु भनेको समस्यालाई नदेख्नु होइन, तर परमेश्वर समस्याभन्दा महान हुनुहुन्छ भन्ने स्वीकार गर्नु हो। धन्यवादले गुनासोलाई स्तुतिमा र डरलाई विश्वासमा परिवर्तन गर्छ। त्यसैले आजदेखि नै हरेक अवस्थामा, चाहे जस्तो परिस्थितिमा किन नहोस्, परमेश्वरलाई धन्यवाद दिन सिक्नुहोस्। प्रिय आउनुहोस्, म तपाईँहरूको लागि सानो प्रार्थना गर्दछु प्रिय, र म विश्वास गर्दछु यो प्रार्थना आजको यो कहानीले तपाईँहरूको जीवनमा आशिष दिनुहुन्छ। आउनुहोस्, तपाईँ जस्तो सुकै परिस्थितिमा किन नहुनुहुन्छ, आज यो प्रार्थना गर्नुहोस्, परमेश्वरले तपाईँलाई आशिषमय बनाउनुहुनेछ। हे स्वर्गीय पिता, म तपाईँलाई धन्यवाद दिँदैछु, हामीलाई सबै परिस्थितिमा सुरक्षित राख्नुभएको निम्ति र हामीलाई सिकाउनु भएको निम्ति सबै परिस्थितिमा धन्यवाद दिनुलाई प्रभु। सुरक्षा सुखमा होस् वा नम्रमा होस्, दुःखमा होस् वा जेसुकै परिस्थितिमा किन नहोस्, हामीलाई विश्वास हुन सहायता गर्नुहोस्। हाम्रो हृदयलाई गुनासो होइन, तर धन्यवाद र कृतज्ञताले भर्निदिनुहोस्। हामी प्रार्थना गर्दछौँ प्रभु, हाम्रो हृदय दुखाउने, हामीलाई दिने नदिने, हामीलाई प्रेम गर्ने नगर्ने, सबैलाई हामीलाई राम्रो गर्ने, भलाइ गर्ने हामीलाई सिकाउनुहोस् र तपाईँलाई महिमा गर्न सिकाउनुहोस् प्रभु। म प्रार्थना गर्दछु,
धन्यवाद आजको यो सुन्दर वचनको लागि। र प्रभु यो भिडियो जति पनि हेरिरहेछन् तपाईँको साथीभाइहरू पिता परमेश्वर प्रभु हाम्रो साथीभाइहरू उहाँहरूलाई हे पिता परमेश्वर प्रभु तपाईँको प्रेमले र शान्तिले र कृतज्ञताले भरिदिनुहोस् म प्रार्थना गर्दछु। धन्यवाद। सर्वभन्दा प्रार्थना तपाईँको हातमा राख्दछु, आशिष माग्दछु येशूको पवित्र नाममा, आमेन। धन्यवाद तपाईँहरूले यो भिडियो हेरिदिनु भएको निम्ति। म विश्वास गर्दछु भिडियो तपाईँलाई आशिष दिनुभएको छ। धन्यवाद। गड ब्लेस यू। जय मसीह। बाई। सी यू।